2046 सालमा विभत्स रूपमा आलिताल गोदामकै रोडको साइडमा नै खोला बगेको थियो। त्यतिखेर यसका शाखा जति पनि खोलाहरू खहरेर निकै आए, जसले गर्दाखेरि नजिकको गोदामको घुम्ती बजार बगाएको थियो। नदीका कारणले सुनखोला तथा रङ्गुन खोलाका कारणले गर्दाखेरि हाम्रा यो नदीका तटका धेरै घरहरू र खेतहरू बगाए। आलिताल गाउँपालिका वडा नम्बर 8 अवस्थित जनताहरूको सबै आम उपस्थिति गराइकन उहाँहरूसँग बसिकन यहाँका समस्याको बारेमा हामीले डाटा सङ्कलन गऱ्यौँ। आइपर्ने समस्यालाई न्यूनीकरणका लागि हामीले विभिन्न किसिमका कार्यदलहरू, खास गरेर उद्धार तथा खोज कार्यदल, सूचना कार्यदल, प्राथमिक उपचार कार्यदल समितिहरू गठन गरी उहाँहरूलाई ट्रेनिङ दिइयो। एकदम नै आधारभूत आवश्यकताको रूपमा रहेको माथिल्लोपट्टिका पानीलाई सुरक्षा दिनुको साथै बजारहरूलाई समेत सेभ गर्ने काम त्यो त्यतिखेरको ग्याबिन्जालले भएको छ र त्यसका कारणले गर्दाखेरि सारा बजार नै सेभ भएको हामीले महसुस गरेका छौँ। र त्यसका साथसाथै पछिल्लो त्यो 22 घाटको खेत बचेको छ, त्यो समुदायको उतापट्टिको घरहरू बचेको छ र रोड नै बचेको छ। हामीलाई राहत पुगेको छ, केतसम्म भने भन्दा पनि धेरै राहत पुगेको छ। तार जाली लगाएको छौँ हामीले खोलामा चाहिँ, अनि तल खेतमा चाहिँ खेत कटानी पनि गरिरहेको थियो, अनि त्यहाँमा पनि हामीले 2 ठाउँ जाली लगाएर अहिले चाहिँ योबाट हामी सुरक्षित भएका छौँ। बाढी आउँछ, एउटा जोखिम बाढी, पहिरो, यस्ता किसिमका समस्याहरू आयो भने उनीहरूले पूर्व नै त्यसको तयारी गरेछन् कि अहिले विशेष गरी बाढी खोलाहरू नजिकमा छोरा केटाकेटीहरू होइन बस्तीका मान्छेहरूलाई त्यहाँ पनि नजाने भनेर अनुरोध गर्ने, अनि त्यस पछाडि त्योभित्र रहेका जस्तै सुत्केरी महिलाहरू, गर्भवती हुन्छन् होइन, अपाङ्ग मान्छेहरू हुन्छन्, उनीहरूलाई केही दिन अगाडि नै सुरक्षित ठाउँमा राख्नुपर्छ र उहाँहरूको केही न केही तरिकाबाट हामीले रेखदेख गर्नुपर्छ भन्ने किसिमको पब्लिकमा त्यो भइराखेको छ भने अब साना समस्याहरूलाई उनीहरूले समूहमा नै आफ्नै समूहमा पनि केही समाधान गर्ने जुक्तिहरू निकाल्ने जस्तो क्रियाकलापहरू गरेको देखिन्छ क्या अहिले। हामीले कालाकोट चिरान व्यवस्थापन समितिका उपभोक्ताहरूको प्रत्येक उपभोक्ताहरूको आफ्नो पछाडि रहेका खाली रहेका जमिनमा आँप, लिची, केरा जस्ता फलफुलहरू लगाउँछौँ र उपज लिन्छौँ भन्ने ढङ्गले उहाँहरू जानुभयो। त्यसैले प्रत्येक उपभोक्ताहरूको खास गरेर प्रत्येक घरका लागि 10वटा बोट कम्तीमा नत्र त्योभन्दा बढी उहाँहरूले चाहेअनुसार 50वटा बोटसम्म पनि लाउन उहाँहरूले तत्पर हुनुभयो। त्यसैले उहाँहरूलाई त्यो बोटहरू एफआरएमसी प्रोग्राम अन्तर्गत उहाँहरूलाई उपलब्ध भएको छ। अहिले चाहिँ हामी विपद आइसकेपछि हामीले के गर्ने भन्ने हामी सबै सजग छौँ र हामीले विपद त्यहाँ जोखिम ठाउँहरूमा चाहिँ हामीले के गर्नुपर्छ भन्ने कुरा पनि हामीलाई थाहा छ। त्यहाँ हामीले कटानी सटानी गर्नु हुँदैन, रुख बिरुवाहरू बढीभन्दा बढी वृक्षारोपण गर्नुपर्छ। अब तार जालीहरू सधैँ नआउलान् पनि, अनि परियोजनाहरू सधैँ नरहलान् पनि। त्यसका लागि हामी आफै सक्रिय भएर, समुदाय सक्रिय भएर हामीले त्यस्ता छेउछेउमा चाहिँ हामीले वृक्षारोपण गर्नुपर्छ भन्ने हामी चाहिँ सचेत भएका छौँ र हामीले गरिरहेको पनि छौँ।